हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ हिजो घर आएको थियो। अब घर आएपछि घरको कामहरु यस्तै हुन्छ हैन। आज चाहिँ मेरो यहाँ काम हुन्छ सब यो करेसाबारीको झाडु उखाल्ने अनि त्यसपछि यसमा चाहिँ खोर्सानीहरु लगाउनु पर्छ रे। त्यही भएर आज म यो सुरु गर्न लागिरहेको छु। गाउँले जिन्दगी यस्तै हो हैन। भए पनि फेरि मलाई गाउँ घरतिर रमाइलो लाग्छ कि अब आजभोलि गर्मीको टाइममा गाउँतिर अब हावा राम्रोसँग चलिरहेको हुन्छ। त्यस्तो गर्मी हुँदैन नि त बजारतिर जस्तो। अब कहिलेकाहीँ घर आउँदा यसरी काम गर्दाखेरि चाहिँ फ्रेस फिल हुन्छ के आनन्द लाग्छ। अब आफैले उब्जाएर आफैले खान मिली हुन्छ नि त, त्यही भएर नै होला। धन्न यो झार चाहिँ साह्रो छैन र यहाँनिर यसरी अब सागको छेउछाउको यसरी उखाल्यो अनि साग चाहिँ हामीले राख्नुपर्ने हुन्छ। यसरी सागलाई चाहिँ कोरेर यहाँ पनि सानो साग रहेछ। आउँछ क्या यो साग थल्ला। यो साग चाहिँ आयो, अब यसलाई के गर्नु फाल्दिने। यसरी छुट्याएर राख्नुपर्छ। ल साथीहरु, झाडु उखाल्न सक्यो। यहाँनिर सागहरु चाहिँ बेतुको साग, यता मम्मीले सिमी रोप्नु भएको रहेछ यो भोलिपर्सि तरकारी खानको लागि। यहाँनिर सुन्तला त फलै छैन जस्तो हो हाम्रो बोटमा। सानो सानो छ क्या कागतिर सुन्तला त खोइ फलै छैन जस्तो। यहाँ यति भए पनि यस्तो सब छ नि। यहाँ सागहरु छ, सागलाई यसरी छुट्याएर राख्यो। अब ड्र्यागन फ्रुट यहाँनिर यस्तो भइरा, अब एउटा यहाँनिर यस्तो भइरहेछ। यसको चाहिँ यहाँनिर दुईटा ठाउँबाट टुप्पा आइसकेको थियो क्या, धेरै ठुलो भइसकेको थियो। बाख्रा आएर यति सब चुडेर खाएछ अनि तलबाट दुईटा बलाइसकेको चाहिँ। खोर्सानीको बोट यस्तो राम्रो भइरहेछ नि, भोलि पर्सि मजाले फल्छ होला। यसमा चाहिँ अलिअलि फल्न थालिसकेको छ। उयो भित्र रहेछ। झार मात्रै भए त हुन्थ्यो नि, यसरी सिस्नुको बोटहरु नि छ। अनि यसले हात यसरी पोल्छ नि। अब झन् यो त अलिकति ठुलो भयो देख्छ के, अघि न झन् सानो सानो हात यति धेरै पोल्यो नि। हातको हालत खराब भइरहेछ। के गर्नु, अब यो सिस्नुको बोटहरुलाई नि उखाल्नु पर्ने हुन्छ। यसरी उखाल्छ यसलाई चाहिँ। यहाँ माथि अर्को नि छ नि त, यसलाई पनि उखाल्नु पर्ने हुन्छ। यिनीहरू उखालेर यसरी यहाँबाट तल यसरी फाल्नुपर्छ। यहाँनिर चाहिँ अब साइडमा चाहिँ अब बार लाउनु पर्ने हुन्छ नि त। यहाँ चाहिँ सानो सानो रहेछ, खोइ कस्तो खोर्सानी हो कुनै। उयो चाहिँ अकबरी खोर्सानी जस्तो छ, पात पनि ठुल्ठुलो छ। यता पनि छ। अब यतातिर अब कुखुरा आउँछ नि त, यता बाहिरबाट बार गरेर कुखुरा त उडेर नै आउँछ। अब चाहिँ म यहाँनिर आलु हेर्नु छ के कत्रो भयो चाहिँ हेर है भनेर भन्नुभएको थियो मम्मीले। अब ठुलै भए रहेछ भने यसलाई नै यहाँ व्यवस्था गर्नुपर्ने हुन्छ। खनेर अनि यहाँनिर नि अब खोर्सानीलाई सार्नु पर्यो नि त। खोर्सानीलाई सार्ने टाइम आछ, त्यही भएर हेरौँ कत्रो चाहिँ फलेछ। फल्या छैन क्या हो, भेट्दैन त। भेटेन हौ यहाँनिर त। म अब यतातिर बिचतिर गएर खन्छु ल। यहाँ ठुलो रहेछ बोट पनि, यति ठुल्ठुलो छ नि। यहाँनिर मल धेरै भएर के यस्तो भएर मल पनि अनि पानी पनि भएर अहिलेसम्म सुकेको छैन। आलु फलेको छैन क्या हो। बोटै निकालिदिउँ क्या हो, भेट्दैन त। ए फलेछ। इ यति ठुलो भइसकेछ। रातो आलु रहेछ। यो बोट चाहिँ निकालिदिनु पर्यो एउटा त। ठिकैको फलेछ। अब यसलाई चाहिँ भरेतिर आएर व्यवस्था गर्नुपर्ने हुन्छ। लु अहिले चाहिँ पुरेर राख्छु, भरेतिर आएर लाग्नुपर्छ खनेर। यतिमा अब कति फल्दो रहेछ हेर नि। मैले एउटा झार देखाएको थियो कि यो झारहरू चाहिँ अब कुखुराले एकदम खान्छ कि। हाम्रो घरमा त कुखुरा छ नि त हो, त्यही भएर योहरू चाहिँ कुखुरालाई लगेर दिनुपर्ने हुन्छ घरमा। यसको काम हाम्रो कुखुरालाई आज दसैँ हुन्छ। यति धेरै पायो नि त। आमा यस्तो मिठो मानेर खान्छ नि यो कुखुराले खाएको नि देखाउँछु ल अहिले। म यहाँबाट चाहिँ जान्छु। अब म यहाँनिर कुखुरा खोर्छ, म खोल्छु अनि दिन्छु है यिनीहरूलाई। एकैचोटि बाहिर आउँछ फेरि। मान्छेहरू चाहिँ अलिकति डराउँछ नि त कुखुरा। खाना चाहिँ खाइरहेछौ। सिस्नु टिप्न लगाएको। सिस्नु चाहिँ होइन
यस्तो राम्रो छ कि यति भाषा भर्खर हाउरे आइहाल्यो भाग्नु पर्यो घरमा पुइ कतिहरू ठुलो ल्याएको मौसम कस्तो भएर छ हाउरे चाहिँ चल्यो पानी चाहिँ परेन उतातिर चाहिँ परेछ त्यता मिल्किरहेछ मलाई पनि उडाउनु जस्तो भइरहेछ हावाले हेलो साथीहरू गुड मर्निङ आज चाहिँ नेक्स्ट डे होइन अब हिजो चाहिँ हावाहुरी चलेर अब यतातिर कस्तो क्लिन भइरहेछ कि होइन म देखाउँछु ल तपाईँहरूलाई उयो पछाडितिर माथितिर लेखहरू राम्रोसँग देखिरहेछ म यस्तो राम्रो देखिरहेछ नि आजको मर्निङ भ्यू मैले घाम चाहिँ लागेको छैन भन्ने ठानेको थिएँ घाम त भर्खर निस्केको माथि पुगिसकेको रहेछ होइन उहाँ माथि पुगिसकेको रहेछ घाम म चाहिँ अल्छी भएछ ढिला उठेर अनि यताबाट हेर्नु तलतिर कस्तो राम्रो आजभोलि त हरियो देख्छ नि त क्लियर के यो भयो हाम्रो गाउँबाट देख्ने मर्निङ भ्यू तर आकाश चाहिँ अझै सफा भएको छैन पानी पर्न नि सक्छ होला घाम पनि हो राम्रोसँग उदाएको छैन नि त देखाएको छैन यति सानो रातो मात्रै देखिरहेछ घाम पनि राम्रोसँग उदाएको छैन एउटा कुरा है साथीहरू अनि बजारमा त गर्मी हुन्छ नि त आजभोलि त तर यहाँ गाउँमा आयो भने यस्तो हुन्छ हालत बिहान है अब बिहान र बेलुका चाहिँ यस्तै बाक्लै ज्याकेटै लाउनुपर्छ दिउँसो चाहिँ गर्मी नै हुन्छ यहाँ पनि तर तल त आफै बिहान उठ्ने बित्तिकै गर्मी बेलुका सुत्दाखेरि राति 10-11 बजीसम्म फ्यान नचलाएसम्म निद्रा लाग्दैन गाउँको फाइदा चाहिँ यही हो साथीहरू के गर्नु हिजो त म सिस्नो टिप्दा हाउरे आएको थियो नि त हो त्यही भएर राम्रोसँग टिप्नै पाएन अनि यति भएको थियो अनि के पकाउनु भने फेरि आज टिपेर पकाउनु लाग्यो अनि यस्तो सिस्नोहरू चाहिँ कस्तो हुन्छ भने नि यस्तोमा अब यो धेरै छ नि उयो यस्तोमा यस्तो धेरै छ नि त काँडा धेरै हुने चाहिँ मिठो हुन्छ अरे कि त्यही भएर यहाँ चाहिँ म आज फेरि अनि त्यही हिजोकै सिस्नो टिपेर कन्टिन्यू गरेर आज चाहिँ पकाएर खानियो यस्तो राम्रो छ सिस्नो सुगरहरूको लागि के लागि धेरै कन्ट्रोल गर्छ नि त यसले नि अनि त्यही भएर पनि खानुपर्छ दबाईको लागि भए पनि कहिले नखाने मान्छेहरूले पनि हेल्थको लागि राम्रो कुरा हो यो अब बजारतिर कति धेरै महँगो तिरेर खाइरहेको हुन्छ मान्छेहरूले हामी गाउँमुनि मान्छेले वास्तै हुँदैन तर मलाई चाहिँ मिठै लाग्छ घर आउँदाखेरि खान्छु प्रायः त्यही भएर हिजो चाहिँ टिप्दा हाउरे आएको भएर त धेरै छ नि एक ठाउँमा यहाँनिर अलिकति उता तल अलिकति त्यता अलिकति छ घर छेउमै त्यही भएर हिँडिराख्नु डुलिराखेर टिप्नुपर्छ क्या त्यही भएर अब म चाहिँ एकैचोटि पकाउने टाइममा देखाउँछु है अब